यो चाहिँ तारेभिर पछाडिको बाटो। यो तारेभिरको डाँडोहरू यहाँ तारेभिर पछाडि टक्क यसरी बाटो बनेको रहेछ। अर्कन टिपर आयो क्या बाढ चाहिँ ठाडै रहेको अवस्था छ। तपाईहरु यो बाटो हुँदै कटवालदह करुणामय मन्दिर पुग्न सक्नुहुन्छ। करुणामय मन्दिर भन्नाले रातो मच्छिन्द्रनाथको मन्दिर भनेर बुझ्नुपर्छ। जुन स्थानबाट रातो मच्छिन्द्रनाथलाई रथमा चढाउनुभन्दा अगाडि कटवालदहबाट जल लिएर गएर जलले सेचन गरी अनि रथ चलाउने चलन छ। जुन रथको जात्रा त सबैजनालाई थाहा छँदैछ। पुल्चोकबाट सुरु भएर जाउलाहेल हुँदै मङ्गल बजारबाट आएर लगनखेलमा फोटो देखाएपछि मच्छिन्द्रनाथको जात्रा समाप्त हुन्छ। ललितपुर जिल्लाको सबैभन्दा लामो जात्रामा गनिन्छ। अब तपाईहरु करुणामयको मन्दिर जानु पर्यो भने यो तल्लो बाटो चाहिँ जानुपर्छ, माथिल्लो बाटो होइन। यसरी आएको बाटो छ। यही बाटो हो है। यसरी एरोमा देखाअनुसार यो बाटो सर्लक्क जानुपर्छ है। फुल जुम्बो भएछ। यो खोलेखेत होइन त? यो एरियालाई खोलेखेत भन्छ है। यहाँ चाहिँ कुखुरा पालन गरेको रहेछ। अघि हामी यो माथि डाँडामा पुगेका थियौँ, जुन तारेभिरको भाग हो। यहाँ चाहिँ पानी फुटेर फोहरा बनेको रहेछ। बाटोको अवस्था यस्तो छ। कटवालदह जाने बाटो ललितपुर हुँदै जुन गोदावरी नगरपालिका अन्तर्गत पर्दछ। यो बाटोबाट क्रसरबाट ढुङ्गा गिटी बालुवा एक्सपोर्ट हुन्छ। यो चाहिँ महादेव खोला अगाडि गयो। महादेव खोला यो चाहिँ महादेव खोलामा पहिला हामी माछा मार्न आउँथ्यौँ। अब अहिले महादेव खोलाको मा केही पनि नै छैन। तारेभिरको अवस्था यस्तो छ। यिनीहरू कता यता ठाड नलागिकन कहाँ लाग्यो त यिनीहरू? यो टिका भएर प्लान होला। यो तारेभिर पछाडिबाट देखिएको दृश्य जुन खोलेखेत भन्छौँ हामी। खोलेखेत भन्ने गाउँ गोदावरी नगरपालिका अन्तर्गत रहेको छ। यो बाटो आयो भने चाहिँ बुङमती लगनखेल हुँदै आउने बाटो यता खरे बस पार्क हुँदै आउँछ र यता कटवालदह आउने बाटो र यता देखिएको बाटो चाहिँ यो बाटो चाहिँ माथि एउटा क्रसर छ। त्यो क्रसर हुँदै माथि बुरुङचुलीबाट टिका भएर निस्किने बाटो हो। जुन स्थान चाहिँ ललितपुर जिल्लामै रहेको छ र यता जाने बाटो चाहिँ यो कटवालदह जाने बाटो हो। यहाँनिर खानेहरू सञ्चालनमा रहेको छ।
तपाईले भिडियोमा पनि देख्न सक्नुहुन्छ खानीको अवस्था र आम्दानीका स्रोत बनाएका छन्। यसैगरी व्यापारी धनाढ्य पैसा हुनेवालाहरूले यही बाटो आउँदैछौँ हामी चाहिँ कटवाल द करुणामय मन्दिर। ल यो बाटो चाहिँ ठ्याक्कै अब आइपुग्नु लाग्यो। हेर्नुहोस् शान्त वातावरण छ। अलिकति अगाडि चाहिँ घाडाङ र घुरुङ क्रसर थियो। अब त्यो क्रसर कटेर हामी यता आइसकेपछि शान्त वातावरण छ। यता पारी देखिएको मकुबेसी हो र उता देखिएको दनवार बस्ती दनवार गाउँ र यो पारी सिम्पानी 1 नम्बर 2 नम्बर अझै पर देखिएको ठाउँहरू भतेरजौ चौर र फर्पिङ एरियाको डाँडा काँडा देखिन्छ। र यो चाहिँ नि यता भण्डार खर्क, यो भाग भण्डार खर्क र हामी चाहिँ लगभग आइपुग्न लाग्यौँ। अझै अब पैदलमा हिँडिरहेको छौँ। अब 2 मिनेटमा पुग्छ। अब यो भिडियो सुट गर्दै हिँड्दाखेरि चाहिँ यो वनहरू यस्तो मस्त चल्ला हेर्नुहोस्। वाउ भनिदिनुहोस् एकचोटि कमेन्टमा भन। अब चाहिँ हामी करुणामय मन्दिर जाने बाटो आइपुग्यौँ। यो माथिल्लो बाटो चाहिँ क्रसर, उतापट्टि क्रसर आउने यो टिपरहरू गइरहेको बाटो र यो बाटो हामी यो बाटो हिँड्नुपर्छ र भिडियोमा चाहिँ त्यति क्लियर देखिएको छैन। मन्दिर देखिसक्यो र यो बाटो जानुपर्छ करुणामय मन्दिर, जुन रातो मच्छिन्द्रनाथ पनि भनिन्छ। करुणामय मन्दिर देखियो। हालै यस्तो हलिन्छ लिन्ठिङ लिन्ठिङ। साउन्ड सहितै बोलाउँ भने र यो चाहिँ पुजारी बस्ने घर। यो करुणामय मन्दिर, रातो मच्छिन्द्रनाथको मन्दिर। फाइनली गाइज करुणामय मन्दिर आइपुगेको छ र यो देखिएको मन्दिर करुणामय अथवा रातो मच्छिन्द्रनाथको मन्दिर, जुन गोदावरी नगरपालिका यो कति नम्बर हो? गोदावरी नगरपालिकामा रहेको छ, जुन कटवाल द भन्ने स्थानमा छ। र यो चाहिँ नि पुजारी बस्ने घर भनेर सुन्नमा आएको छु, तर कतिको सत्य हो असत्य हो थाहा त भएन। जे थाहा पाएँ त्यही भन्ने हो मैले पनि। रे गाइज हेर्नुहोस्, आउनुहोस्, मनोरम दृश्य छ, घुम्नलाई शान्त वातावरण छ। अब यो मन्दिरको बारेमा केही बताउँ भने मान्छे कोही भेटिएन यसो सोधपुछ गर्नको लागि। यो चाहिँ नि पुरानो पार्टी हो। कटवाल दहबाट जल लिएर आएर यहाँ राख्ने गरिन्छ र यहाँ विधिवत पूजापाठ पनि गर्ने गरिन्छ। यहाँ चाहिँ अब भगवान केको मूर्ति हो। जहाँसम्म लाग्छ यो जल हो, कलशमा जल र
तान्त्रिक विधिबाट पूजा गरेर लिएर जाने ठाउँ। अच्छा हो त नि। वेयर इज द ब्राइटनेस, माई ब्राइटनेस? केही पनि नदेखि पो रहेछ त। यसो गरी मूर्तिमा चित्र उतारिएको छ। जहाँसम्म लाग्छ यो प्राचीन मूर्तिमा केही बताउन खोजिएको छ। कुनै बेला नेपाल राज्यमा, नेपाल मण्डलमा पानी नपर्दा, लगातार 12-13 वर्ष पानी नपर्दाखेरि भक्तपुरका राजा नरेन्द्रदेव, ललितपुरका किसान ललित र बुङ्गमतीका गुबाजु ले चाहिँ कामरू कामाख्याबाट मन्दिर मच्छिन्द्रनाथलाई लिएर आउनु भएको भन्ने किंवदन्ती छ र पुनः मच्छिन्द्रनाथ चाहिँ भागेर यो स्थानमा हराउनु भएको र प्रत्येक वर्ष यो स्थानबाट चाहिँ मच्छिन्द्रनाथको लागि कलशमा लाने चलन छ। जुन आमा खुवाउने औँसीको दिन राति आएर तान्त्रिक विधिद्वारा पूजा गरी शुभ साइत हेरी बिहान 6, 7, 8 जति पनि बज्न सक्छ, त्यति बेला चाहिँ नि पानीमा एउटा फुलको थुङ्गा फाल्छ। फालेर त्यो थुङ्गा चाहिँ नि कलशमा चाहिँ जब कलशमा पस्छ फुलको थुङ्गा, तब साइत भयो भनेर चाहिँ यहाँबाट लिएर जाने चलन छ। अब यहाँ केही कुराहरू जानकारीको लागि यो राखिएको रहेछ। एकचोटि राम्रोसँग हेरौँ है त। यस गोदावरी नगरपालिका 7 देवीचौरमा श्री करुणामय पीठ मन्दिरको निर्माणार्थ चन्दा सङ्कलन कार्य भइरहेको हुँदा सम्पूर्ण भक्तजन, स्थानीयवासी, सङ्घ संस्था, उद्योग र आगन्तुक पर्यटक महानुभावहरू सहयोगी हातहरू अघि बढाई पुण्य कमाऊ। कृषि विकास बैंक सातोबाटो शाखा खाता नम्बर 0218010917280119। प्राइम बैंक गाभाल शाखा खाता नम्बर 0240069118 AC। प्रत्येक शनिबार दिउँसो 12 बजेदेखि 2 बजेसम्म बन्धु दत्त वज्राचार्यको सन्तानले प्रवचन गर्दै कथा सुन्नको लागि पाल्नुहोला। हालसम्म सम्पन्न भएको मन्दिरको कार्यहरू करुणामय पीठ निर्माण कमिटी, गोदावरी नगरपालिका 7 देवीचौर, ललितपुर। सम्पर्क नम्बर यहाँ देखाइएको छ। यो निर्माणाधीन करुणामय मन्दिर र यो सङ्कटाको थान, यो सङ्कटाको मूर्ति जुन प्राचीन स्वरूपमा नभई नवनिर्मित हो, जुन सानो 4 औँला मात्र देखिएको चाहिँ पुरानो अवस्थाको रहेको छ र यो भक्तजनहरू बस्ने घर अथवा केही हो। यो सङ्कटा देवीको सङ्कटा थानको लागि वाल हालेर बनाएको ठाउँ। यो सिँढीहरू बनेको रहेछ यसरी। मुख्य मन्दिर परिसर घुमौँ, जुन कस्तो बनेको रहेछ त तपाईहरु पनि हेर्नुस् है त। यो चाहिँ देखिएको भाग पछाडिको भाग हो। म जुन ठाउँबाट आउँदैछु यो मेन बाटोबाट पछिल्लो पर्छ। यता ललितपुर लगनखेलले हुँदै आउने बाटो यहाँसम्म यसरी मन्दिरको प्राङ्गणसम्मै आउँछ र यो चाहिँ मन्दिरको पछाडिपट्टिको भाग हो। यो यसरी देखिन्छ। यो करुणामयको मन्दिर निकै कलात्मक शैलीमा बनाइएको छ र यसको मन्दिरको गजुर चाहिँ छैन, जुन शक्तिपीठ भएको कारणले होला सायद गजुर नभएको। र जुन यता पछाडि देखिएको
ढुङ्गा छ। यो ढुङ्गा फुटाउन त सकिन्छ, तर यो ढुङ्गालाई नै पहिला यो मन्दिर बन्नुभन्दा अगाडि यो ढुङ्गालाई नै पूजा आराधना गर्ने भएकोले यो ढुङ्गालाई यथावत स्थानमा राखिएको छ र यहाँ वाल यस्तो तरिकाले बनेको छ। र यहाँ देखिरहनु भएको छ यस्तो तरिकाले राखिएको छ। र यो मन्दिर यो चाहिँ जहाँसम्म लाग्छ पुजारीहरू बस्ने अथवा केही हो। यो घर के को लागि बनाएको स्पष्ट त थाहा जानकारी छैन मलाई पनि। यो चाहिँ नि करुणामय मन्दिरको अगाडिपट्टिको भाग हो, जहाँबाट अहिले म भिडियो बनाइरहेको छु। र हेरौँ है त। अब ढोका त बन्द छ। जुन मन्दिर शनिबार जहाँसम्म लाग्छ शनिबार मात्रै खुल्दछ। अब नजिकबाट निहालौँ कस्तो कस्तो बनेको छ त। यो चाहिँ मन्दिरमा बनेका टुँडालहरू। आँखी झ्याल जुन गाह्रोमा बनाएको छ। यो ढुङ्गाको कलात्मक शैलीमा घन्टी अडाउने ठाउँ। अब यो के लेखिएको रहेछ त तपाईँहरू आफै हेर्नुहोस् है त। अब एकचोटि घन्टी बजाउँ है त। यो प्रवेशद्वारमा यसरी दुईवटा सिंहको मूर्ति बनाइएको छ। र यो भुइँमा यसरी यो चाहिँ के बनाएको हो, सूर्यको हो कि फुलको हो। मन्दिरमा जुत्ता चप्पल बाहिर। कलात्मक निकै कलात्मक शैलीमा काठमा बुट्टा कपी ढुङ्गा बनाइएको छ। निकै कलात्मक शैलीमा छ। अब म यो मन्दिर परिसरबाट बाहिर निस्किँदैछु। जुन ठाउँमा यसरी ठाउँहरू बनिने क्रममै छ। जुन ठाउँ सफा सुग्घर गरिसकेको छैन। अब यताबाट सिधा अगाडि दक्षिणपट्टि लागियो भने हामी कटहल्दो माथि पुग्छौँ। कटहल्दो माथि जुन ठाउँमा वैशाख 1 गते मेला लाग्छ। वैशाख 1 गतेको दिन यो ठाउँमा मेला लागेर नाचगान गर्ने, रमाइलो गर्ने, भोज भतेर गर्ने ठाउँ। त्यस्तो विकसित डेभलप त बनाइसकेको छैन। अवलोकन गरौँ है त मन्दिरलाई। यताबाट देखिएको दक्षिणकाली खोलाले वितण्ड मचाएको जुन ठाउँमा खेतहरू थियो र यो भागबाट चाहिँ बागमती नदी बगेको छ। र जुन दक्षिणकाली नदी यस बागमती नदीमा मिसिन्छ। र यो ठाउँलाई चाहिँ चक्रतीर्थ भनिने गरिन्थ्यो पहिला। आज बाख्राहरू पनि छुनुमुनु गर्दै शीतलमा चढ्दैछ। यो चाहिँ कटवालदह माथि रहेको पारिपट्टि ललितपुर जिल्लापट्टि रहेको पिकनिक स्थल, जहाँ जात्राको बेलामा नाचगान, हाट जस्तो सान्दिनो बजार लाग्दछ। र एकचोटि यताबाट हेरौँ है त। यो पारी देखिएको नाग निक्लेपछि बनेको मन्दिर हो। र यतापट्टि यहाँ तल देखिएको पार्टी झ्याम्बादेवी मन्दिरको स्थान रहेको छ। र उता यो स्थान अघि पनि मैले बताइसकेँ। वैशाख 1 गते रमाइलो हुन्छ यो ठाउँमा। ल अब सङ्कटाको थानमा जाउँ है त।
जहाँ जुन थानको जुन हातको चित्र देखिए फोटो देखिन्छ मूर्ति, त्यसको पनि रोचक कथा छ जुन सुनेको हामीले सानामा। मच्छिन्द्रनाथलाई चाहिँ जब कामरू कामाख्या अथवा कुनै ठाउँबाट लिएर आउँदाखेरि चाहिँ नि अब मेरो छोरो लाने भयो भनेर आमाले, मच्छिन्द्रनाथका आमाले चाहिँ राति सुत्ने बेलामा ढोकामा कपाल फिजारेर सुत्नु भएछ र सो सुत्ने क्रममा उहाँ त निधन भयो। राति अब जब नेपाल मण्डलबाट चाहिँ राजा गुबाजु र किसानहरू मिलेर गएर लिएर आउने क्रममा चाहिँ अब बिहानी पख भयो, अब राति नै हिँड्नु पर्यो भनेर चाहिँ राति हिँड्दा अब आमाको केस नाग्ने कुरो त भएन र आमाको केस पन्छाउँदा एक गरेर पन्छाउँदा कतै नटेकियोस् भनेर पन्छाउँदाखेरि चाहिँ मच्छिन्द्रनाथले चाहिँ भगवान् श्री मच्छिन्द्रनाथले चाहिँ झुकिएर आमाको एउटा केस चाहिँ टेकेको कारणले चाहिँ यो हातको एउटा औँला बुढी औँला काटिएको भन्ने कथन छ र पहिला चाहिँ यस ठाउँमा चाहिँ 4 वटा औँला भएको मात्र मूर्ति थियो। अब अहिले त्यो मूर्तिको छैन, अहिले 5 वटा औँला भएको मूर्ति देखिन्छ र सो मूर्ति अब तपाईहरुले अहिले भिडियोमा देखिहाल्नुहुन्छ। तपाईहरु अहिले भिडियोमा हेर्नु होला, भिडियो कन्टिन्यू जाँदैछ। यो अहिले देखिएको चाहिँ नब यो पछि बनाएको यसरी बनाएको छ र बागमतीले निकै क्षति पुर्याएको छ। अहिले चाहिँ यो 2081 साल असोज 12 गतेको क्षतिले बाढीले भनौँ बर्सातले क्षति पुर्याएको, यसै गरी सम्पूर्ण स्थान क्षति पुर्याएको छ र सिँढी पनि यसरी क्षति पुर्याएको छ। यसरी राम्रो बनाएको थियो व्यवस्थित तरिकाले सिँढी पनि। यो कटवालदह स्थान जुन ठाउँ गहिरो थियो, छन त अहिले पनि गहिरो नै होला, तर यो पुरै गहिरो थियो, वरिपरि बालुवा केही थिएन, अहिले पुरिसकेको थियो र मैले जुन मूर्ति हातको कुरा गरेँ, अब लस्करै राखिएको मूर्तिहरूमा सो हात पनि तपाईले देख्नुहुन्छ, तर यो नवनिर्मित मूर्ति हो, नयाँ बनाएको मूर्ति र यो यसै गरी 5 वटा औँला देखाइएको छ। तर पुरानो मूर्तिमा चाहिँ बुढी औँला छैन। जुन ओरिजिनल मूर्तिमा चाहिँ यसरी पैसा टक्क टाँच्दाखेरि यस्तो बिचमा टक्क पैसा राख्दाखेरि यस्तोमा टक्क पैसा अडिन्थ्यो। अब अहिले ओर सक्कले मूर्ति त चोरेर खाइहाले, छैन फटाहरूले। ल रक्षा गरून्, सङ्कटमै हो कि अब भगवान् हो कि म त बुझ्दिनँ। यसै गरी जुन स्थानमा यसो पूजा गरिन्छ, अहिले चाहिँ सुन्नमा अहिले चाहिँ सङ्कटा भन्दो रहेछ, सङ्कटा भनेर पुजिने गरेको रहेछ। तर पहिला चाहिँ हामी चाहिँ मच्छिन्द्रनाथको हात भन्दथ्यौँ, जुन कथा मैले पहिले पनि बताएँ तपाईहरुलाई। अब मच्छिन्द्रनाथको कथामा यो कटवालदह हो, यही स्थानबाट चाहिँ नि आमा खुवाउने औँसीको दिन गुबाजुहरू आएर तान्त्रिक विधिद्वारा पूजा आर्जना गरी रातभरि बस्छ र जब साइत जुर्छ यही स्थानमा चाहिँ नि यहाँबाट चाहिँ कलशमा खोलामा एक थुना फुल फालेर र सो जब साइत हुन्छ तब सो फुलको थुङ्गा कलशमा परे सोही कलशलाई चाहिँ लिएर गएर मच्छिन्द्रनाथलाई रथमा चढाउने चलन छ भन्ने सुनिन्छ र त्यसै पनि गरिँदै आएको छ। जुन कार्य चाहिँ वर्षको 2 चोटि हुन्छ अरे, एउटा यो वैशाखमा पर्छ, एउटा साउन अथवा असारमा पर्छ र यो स्थान चाहिँ कटवालदह हो। ल यसै गरी छेद बनाएको छ। यसै गरी यो स्थान राम्रो बनाइसकेको थियो र यसरी कटवालदह माथि हाल चाहिँ झुलुङ्गे पुल बनेको छ र काठमाडौँ र ललितपुर जिल्लाका जनतालाई आवत जावत गर्नलाई सजिलो भएको छ। नत्र भने पहिला यही ठाउँबाट उभिनु पर्थ्यो। त्यसै गरी अहिले बागमतीले यसरी क्षति पुर्याएको स्थिति छ।
ल अब हामी फर्क्यौँ है त। पुनः यही सिँढीको बाटो चढाउँदैछौँ। अहिलेसम्म त हामी तपाईलाई ललितपुर जिल्लापट्टिबाटै भिडियो खिचेर कुराकानी गर्दै अगाडि बढिरहेका थियौँ। अब चाहिने यो बाटो हुँदै झोलुङ्गे पुल पार गरी अब काठमाडौँ जिल्लाको दक्षिणकाली नगरपालिका 8 सिम्पानी भन्ने ठाउँमा जाँदैछौँ। यसो गरी मोटरसाइकल पनि हिँड्न मिल्ने बनाएको छ यस झोलुङ्गे पुलबाट। अब अगाडि बढौँ है त। यो बागमती नदी हो। बागमती नदीको अवस्था यस्तो छ। सबैलाई जानकारी छँदैछ कति प्रदूषित पानी छ भनेर। र यही ठाउँमा द्वापर युगमा भगवान श्रीकृष्णले यही बागमतीकै किनारा आई चाहिने गोठालोको रूपमा आई यही स्थानमा कृष्णले चक्रले हानेर बागमती खोलेको भएको कारणले गर्दाखेरि यो देखिएको स्थानलाई पहिले चक्रतीर्थ भनिन्थ्यो। अब अहिले पुरानो स्वरूपमा छैन। अब अहिले यस्तो छ जुन ठाउँमा घुमाउने पनि भनिन्छ। कुनै पनि चिज बगाएर लिएर आयो भने यो यसो तेर्सो देखेको ढुङ्गाबाट उताटी दह थियो जुन दहलाई चक्रतीर्थ भनिन्थ्यो। त्यो दहमा 7 दिनसम्म राखेर बल्ल बगाउँथ्यो। यो स्थान अब अहिले पुरानै स्वरूपमा चाहिँ छैन। यस्तो अवस्थामा छ। बागमतीको अवस्था यस्तो छ। जुन बागमती कञ्चन निर्मल सफा हुँदाखेरि यस नदीमा हामी कति पौडी खेलिन्थ्यौँ। यो चाहिँ नि काठमाडौँ जिल्ला जुन कटवाल दपारी ललितपुर जिल्ला हो। यो अब म बसेको स्थान काठमाडौँ जिल्ला जुन ललितपुर र काठमाडौँको दुवै ठाउँको महत्त्वपूर्ण तीर्थस्थलको रूपमा मानिएको छ। र यहाँ चाहिँ नि एकताका नाग निस्किएर चाहिँ नि कोटीहोम होइन सप्ताह लगाई बनाएको सानो एउटा मन्दिर हो। अब देउताको थान त अब के नाम राखेको छ मलाई पनि थाहा भएन। जस यसो गरी बनाएको छ सानो टहरा सँगै यतापट्टि यसो गरी मन्दिर बनाइएको छ। अनि यही ठाउँमा सप्ताह लगाई होम गरी यसो गरी लगाएको थियो जुन यो अवस्थामा रहेको छ। यसो गरी भगवान शिवको शिवलिङ्गमा नागको रूप राखी यसो गरिएको छ। र एकचोटि मन्दिर परिसरभित्र हेरौँ न पक्का। यसो गरी राखिएको छ। बुढा नीलकण्ठको स्वरूपमा नै राखिएको रहेछ। एकचोटि अघि पुगेको स्थान र यो स्थान हुँदै फास्ट ट्र्याक काठमाडौँ निजगढ जोड्ने छोटो दूरीको राजमार्ग बन्दैछ फास्ट ट्र्याक, जसलाई फास्ट ट्र्याक भनिन्छ। जुन 71 किलोमिटर समथिङ कति छ 71-72 किलोमिटर जम्मा काठमाडौँबाट निजगढको यात्रा 1 घन्टाको भन्ने सुनिनमा आएको छ। तर निर्माण पुरा हुने चाहिँ कहिले हो अहिलेसम्म अत्तो-पत्तो छैन। यसरी कल निश्चल रूपमा बगेको झरनाहरू पनि भेट्न पाइन्छ ठाउँ ठाउँमा।